नमस्ते साथीहरू, भेटनरी लोकसेवा सपोर्ट युट्युब च्यानलमा म आज हजुरहरूलाई चाहिँ माछा पालन सम्बन्धी भेटनरी लोकसेवामा सोध्न सक्ने केही महत्त्वपूर्ण प्रश्नहरूको बारेमा जानकारी दिन गइरहेको छु। हाम्रो प्रश्न नम्बर 1 मा रहेको छ, सामान्यतया काप माछा पालनको अघिमा कति ppm अक्सिजनको मात्रा हुनुपर्दछ? यसको राइट एन्सर रहेको छ 50 ppm। प्रश्न नम्बर 2 मा रहेको छ, माछाको बुरा उत्पादनमा सरकारी क्षेत्रबाट कति प्रतिशत स्थान ओगट्छ? यसको राइट एन्सर रहेको छ 25%। प्रश्न नम्बर 3 मा रहेको छ, माछाको बुरा उत्पादनमा निजी स्तरबाट कति प्रतिशत स्थान ओगटेको छ? यसको राइट एन्सर रहेको छ 75%। प्रश्न नम्बर 4 मा रहेको छ, यदि विस्फोटक पदार्थ विद्युतीय प्रक्रिया र विषादी प्रयोग गरी माछा मारेमा जरिवाना कति गर्ने व्यवस्था रहेको छ? यसको राइट एन्सर रहेको छ 50,000। प्रश्न नम्बर 5 मा रहेको छ, करेसा पोखरीको लागि कति क्षेत्रफल आवश्यक पर्छ? यसको राइट एन्सर रहेको छ 50 वर्ग मिटर। प्रश्न नम्बर 6 मा रहेको छ, नेपालमा कति जातका स्थानीय माछाको जात पाइन्छ? यसको राइट एन्सर रहेको छ 252 वटा। प्रश्न नम्बर 7 मा रहेको छ, ब्रुड काप माछाहरू सामान्यतया कति वर्ष बाँच्छन्? यसको राइट एन्सर रहेको छ 10 देखि 15 वर्ष। माछाको कति खण्डे मुटु हुन्छ? प्रश्न नम्बर 8 मा रहेको छ, माछाको कति खण्डे मुटु हुन्छ? यसको राइट एन्सर रहेको छ 2 खण्डे। प्रश्न नम्बर 9 मा रहेको छ, माछाको शुक्रकीटलाई के भनिन्छ? यसको राइट एन्सर रहेको छ मिल्ट। प्रश्न नम्बर 10 मा रहेको छ, नेपालमा आधुनिक माछा पालनको सुरुवात कहिलेबाट भएको हो? यसको राइट एन्सर रहेको छ 2004 सालबाट। प्रश्न नम्बर 11 मा रहेको छ, नेपालमा कमन काप र जर्मन काप माछाको सुरुवात कहिलेबाट भएको हो? यसको राइट एन्सर रहेको छ 2013 सालबाट। प्रश्न नम्बर 12 मा रहेको छ, ग्रास काप माछा नेपालमा कहिले भित्रिएको थियो? यसको राइट एन्सर रहेको छ 2023 मा। प्रश्न नम्बर 13 मा रहेको छ, स्केल काप भनेर कुन माछालाई चिनिन्छ? यसको राइट एन्सर रहेको छ जर्मन काप। प्रश्न नम्बर 14 मा रहेको छ, चाँदी जस्तै टल्किने माछा कुन हो? यसको राइट एन्सर रहेको छ सिल्भर काप। प्रश्न नम्बर 15 मा रहेको छ, पानीको पिँधमा बसे माछाले के भनिन्छ? यसको राइट एन्सर रहेको छ प्यान कल्चर। प्रश्न नम्बर 16 मा रहेको छ, कमन काप कस्तो खालको माछा हो? यसको राइट एन्सर रहेको छ सर्वहारी। प्रश्न नम्बर 17 मा रहेको छ, बिगेट काप कुन देशबाट भित्रिएको थियो? यसको राइट एन्सर रहेको छ अमेरिका। प्रश्न नम्बर 18 मा रहेको छ, भाकुर माछाको वैज्ञानिक नाम के हो? यसको राइट एन्सर रहेको छ काट्ला काट्ला। प्रश्न नम्बर 19 मा रहेको छ, र्याम्बो ट्राउट माछा कति वर्षसम्म बाँच्दछ? यसको राइट एन्सर रहेको छ 8 वर्ष।
प्रश्न नम्बर 20 मा रहेको छ माछाले कुन अङ्गबाट श्वास फेर्छ? यसको राइट एन्सर रहेको छ गिल्स। साथीहरु भिडियो मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब